समूहको चकचकले हद पार गरिसके पछाडि हामी चाहिँ समूहलाई लिएर बजार जान लाग्दैछौँ। अब दसैँले पनि छ्याप्पै छोपिसक्यो। यसो अब दसैँलाई चाहिने सब्जीहरू टमाटरहरू किनेर राखौँ भनेर हामी चाहिँ जाँदैछौँ हाम्रो बजार। अनि हाम्रो गाउँघरमा चाहिँ बजार भनेको बिहिबार र आइतबार लाग्ने गर्छ। त्यही भएर आज चाहिँ आइतबार, त्यही कारणले हामी बजार जाँदैछौँ। ओहो, बजारमा पुगेर हेरेको त दसैँ त साँच्चैको लागेकै जस्तो अनुभव भयो। अब सधैँ खाली खाली देखिने ठाउँ अहिले त पुरा भिडभाड होइन, मान्छेहरूको भिड देखेर चाहिँ ल दसैँ चाहिँ अब चाहिँ छ्याप्पै दसैँले छोपेछ भने जस्तै फिल भयो। अब बजार आइयो के छ त भनेर हेर्न जाँदैछौँ। अनि अब हामी चाहिँ रेगुलर यहाँनिर यो दाइको पसलबाट लिने गरेको छौँ प्रायः जस्तो। अनि दाइकोमा रहेछ इस्कुस, अनि इस्कुस लिने विचार गर्दैछौँ। अनि नानी चाहिँ उहाँ काँक्रो देखेपछि मक्केबारी दर्याम हरियो काँक्रो कर्याम कर्याम भन्न थाल्दैछ होइन। नानीको छुट्टै दुनियाँ छ फेरि त्यहाँ होइन। अनि अब हामीले चाहिँ इस्कुस लगौँ भन्ठान्यौँ। अनि हेर्नुहोस् न गाइज, अब दसैँले गर्दाखेरि बजार पनि यस्तो भएको रहेछ होइन। अनि मैले चाहिँ अब टमाटर पनि लग्नुपर्छ। टमाटर त धेरै चाहिन्छ। अब मासुहरू खाँदाखेरि पनि मजाले टमाटरको चटनी बनाएर चाहिँ रोस्टसँग खाँदाखेरि पनि मिठो हुन्छ होइन। साँधेर खाँदाखेरि पनि यसो टमाटर प्याजहरू हालेर साँधेर खाना दामी हुन्छ भनेर चाहिँ टमाटर चाहिँ 1.5 केजी लाने भन्ठानेर टमाटर छान्दैछु। अनि फेरि मेरो छोरी चाहिँ अब आफू पनि हेल्प गरिदिँदै छिन्। मेरी छोरी चाहिँ फेरि नि एकछिन चकचक नगरिकन, एकछिन केही काम नगरिकन एकैछिन उभो है भनौँ भने 2 सेकेन्ड पनि सक्दिनन् क्या त्यस्तो गर्न चाहिँ। अनि अब यता देख्दै हुनुहुन्छ हाम्रो प्याजी पकौडा होइन। उखु नानीले चाहिँ अघि त्यहाँनिर जङ्क फुड किनिओरी पापासँग मागेर चाहिँ अनि मलाई देखाउन आइपुगिन्, मामु मैले प्याजी किने भनेर। बोडीहरू पनि हेर्दैछु होइन गाइज। अनि त्यस पछाडि मैले देखेँ यहाँनिर अब चटपटे देखे पछाडि मेरो मुखमा पानी आयो। अनि चटपटे देखेर मैले नखाने पनि हुन्छ भनेर मैले चाहिँ खान थालेँ सुक्खा चटपटे। यति मिठो भएको थियो नि, फेरि भोक पनि लागेर होला, दामी भएको थियो। नानी प्याजी खाँदैछिन्, म चटपटे खाँदैछु। अनि त्यस्तै गरेर अब चाहिँ हामी बजारबाट चाहिँ फर्क्यौँ। नानीले चाहिँ प्याजी देखाउँदै फर्किँदैछिन्। अनि अब हाम्रो अझै एउटा काम भनेको चाहिँ हामीले चियारङ लिनुपर्ने थियो। अनि हामीले चियारङ लिन चाहिँ हामी गाउँघरको यो चियारङ फ्याक्ट्रीमा आयौँ। म चाहिँ कहिले यहाँभित्र पसेको थिइनँ होइन, आज चाहिँ फर्स्ट टाइमै हो। यहाँ पस्न मिल्दो रहेछ, अलि पर चाहिँ जान नमिल्दो रहेछ होइन। जे होस् गेटबाट भित्रसम्म चाहिँ छिर्न मिल्दो रहेछ। अनि यो चाहिँ हो हाम्रो गाउँघरको चिया फ्याक्ट्री है गाइज। अनि नानीलाई चाहिँ पापाले देखाउँदै हुनुहुन्छ यो चाहिँ चिया फ्याक्ट्री हो, यहाँनिर चाहिँ चिया बन्छ समूह भनेर। अनि त्यहाँनिर गार्ड दाइले चाहिँ त्यहाँ पर नजानु, सिसी क्यामेरा छ भन्नुभयो। अनि त्यही भएर हामीले चाहिँ चियारङ लिएर चाहिँ अब हामी घर फर्किनतिर लाग्यौँ। थ्याङ्क यू गाइज।